जाति बाँचे भाषा बाँच्छ र भाषा बाँचे संस्कृति बाँच्छ। नमस्ते टासीदिले हजुरहरूलाई स्वागत जनाउँदै आज भने चाहिँ मेरो ससुराली गाउँ नाम्ची पर्बिङ रातेपानी क्षेत्र अन्तर्गत डेन्जोङ शेर्पा एसोसिएसन साथै अन्य शेर्पा समाजद्वारा मनाइएको राज्य स्तरीय शेर्पा ग्याल्पो लोसर समारोहमा यस सामाजिक सञ्जालद्वारा जोडिनु भएका सम्पूर्ण महानुभावहरूलाई स्वागत जनाउँदै म पनि आफ्नो समुदायलाई अझै बुझ्न अनि आफ्नो सांस्कृतिक परम्परालाई अघि बढाउन भनी यस कार्यक्रममा उपस्थित हुन गएका थिए र आजको प्रमुख अतिथि स्वयं राज्यको मुख्यमन्त्री साथै उहाँको धर्मपत्नी पाल्नु भएको थियो भने हामी शेर्पा जातिलाई आजको दिन महत्त्वपूर्ण हुनका साथै हामीले आफ्नो मौलिक परम्परालाई झल्काउने एउटा सुनौलो अवसर पाएका थियौं। अनि आफ्नो जातिको विषयमा कुरा गर्न पर्दा हामी लेकमा बस्न रुचाउँछौं अनि पहाड पर्वत हिमाली क्षेत्रमा आफ्नो जीवन व्यापित गरी स्वयंलाई चिनाउन सधैँ मेहनत गर्छौं। जसरी हाम्रा पुर्खाहरूले हिमाली क्षेत्रलाई संरक्षण गर्ने काम गर्नुभएको थियो भने हामी शेर्पा को हो भन्दा हिमाल चढ्ने पर्वतारोहण भनेर पनि हामीलाई चिन्ने गरिन्छ। र आज तपाईहरूले यस भिडियो मार्फतद्वारा देख्न सक्नुहुन्छ यहाँ विभिन्न प्रकारका सामग्रीहरू, जुन सामग्री हाम्रा पुर्खाहरूले चलाएर जानुभयो, तर यो सब कुराहरू आज लोप भएर अर्थात् हराएर जाँदैछ। कारण हामी सबै आधुनिक सुख सुविधामा जीवन बिताउन मन पराउँछौँ, तर मलाई लाग्छ हामीले हाम्रो जातिलाई बुझ्न छ भने हाम्रो पुर्खाले गर्नुभएको योगदान हामीले कहिले बिर्सन हुँदैन। यो सब कुराहरूको संरक्षण गर्न जरुरी छ जस्तो लाग्छ। अनि आज यस लोसर पर्वको अवसरमा यहाँ शेर्पा जातिको खानपान जस्तै छ्याङ, तोङबा, ढिँडो, रेलदुक, सिस्नु विभिन्न प्रकारका पारम्परिक भोजन थिए भने रङ्गी बिरङ्गी पोसाकमा सबैजना खुसी र उत्साहको साथ रमाइलो गरिरहेका थिए। अनि मलाई पनि आफ्नो ठाउँमा यस्तो ठूलो कार्यक्रम भएकोमा धेरै खुसी लागिरहेको थियो। हवस् त आजको लागि यति भन्दै भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट गर्न चाहिँ नभुल्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई, टेक केयर।